हेलो शोभा। हेलो रमा, के छ खबर? तिमीलाई सन्चो छैन भनेर सुनेकी थिएँ शोभा। हो नि रमा, कामको भारले गर्दा अलिकति आराम लिएको छु। अनि तिमी सन्चै छौ? जानकी, म बजार जाँदैछु। तिमीलाई केही चाहिएको छ? अहिलेलाई सबै छ लक्ष्मी। सोधेकोमा धन्यवाद तिमीलाई। बाबु नानीहरू, यति हतारमा कता हिँडेको? बाटोमा यसरी दौडिनु हुँदैन नि, बिस्तारै हिँड्नुपर्छ है, नत्र चोटपटक लाग्न सक्छ नि। अफिसको फाइलहरू पनि भोलिसम्म बुझाउनु पर्नेछ मैले। त्यसै पनि पढाइमा मेरो कम अङ्क आइरहेको छ। के गर्ने के नगर्ने मलाई त कस्तो तनाव लागिरहेको छ, चाहे परिवार होस् या साथीसँगै। हामी सबैसँग प्रेमपूर्वक कुरा गर्छौं, उनीहरूसँग राम्रो सम्बन्ध बनाउँछौं, उनीहरूसँग हालखबर सोध्छौं र यदि कसैलाई सुझावको आवश्यक छ भने हामी त्यो पनि साझा गर्छौं। आजदेखि एउटा नयाँ सम्बन्ध स्थापित गर्नुहोस्। तपाईको सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध प्रत्येक घण्टापछि जम्मा 1 मिनेट रोकेर आफ्नो मनसँग हालखबर सोध्नुहोस्। यदि मन दुखी छ भने उसलाई राम्रो सुझाव दिनुहोस्, जसरी हामी अरूलाई आवश्यक हुँदा दिन्छौं। म एक प्रेम स्वरूप आत्मा हुँ। मेरो मन एकदम शक्तिशाली बनिरहेको छ। मैले शान्ति र आनन्दको अनुभूति गरिरहेको छु। अनि हेर्नुस् कसरी हाम्रो मन शान्त हुन्छ।